राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापु सुब्बाको बायोपिक अन्जिला मैले पनि हिजो मात्र हेर्ने मौका पाएँ र चितवनमा हालै सम्पन्न राष्ट्रिय महिला फुटबल प्रतियोगितामा व्यस्त हुँदा यो फिल्म हेर्न पाएको थिइनँ। जस ढिला भए पनि फिल्म हेर्ने मौका पाइयो र फिल्म हेरिसकेपछि भने फिल्मको विषयमा केही कुरा भन्न मन लाग्यो। हामीले एन्जिलालाई राष्ट्रिय महिला फुटबल टिमको कप्तानको रूपमा चिन्छौँ। उनले नेपाली महिला फुटबलरको रूपमा पाएको सफलता त हामी सबैलाई थाहा छ नै, तर त्यो सफलतासम्म आउन उनले गरेको सङ्घर्षको कथा पनि हामीलाई थाहा छैन। यो फिल्मले एन्जिलाको जीवनको सङ्घर्षलाई पर्दामा उतारेको छ। सबैभन्दा पहिला म फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। एउटा खेलाडीको सङ्घर्षलाई यसरी पर्दामा उतार्ने काम उहाँहरूले चाहिँ गर्नुभएको छ र कुनै पनि नेपाली खेलाडीको बायोपिक बनेको यो नै पहिलोचोटि हो र यो फेरि आफैमा एउटा ठुलो रिस्क पनि हो। ओके, ब्याक टु द टपिक। फिल्मले अहिले चर्चा र सफलताको उचाइमा रहेकी एन्जिला कुन धरातलबाट आएकी हुन् र यहाँसम्म आउन चाहिँ उनले कति सङ्घर्ष गर्नु पर्यो, कति ठक्कर खानु पर्यो, कति त्याग गर्नु पर्यो भन्ने विषयलाई एकदमै सुन्दर तरिकाले देखाएको छ। एन्जिलाले मोजाको बलबाट सुरु गरेको खेल जीवनको यात्रादेखि राष्ट्रिय टोलीको कप्तानी गर्दासम्मको कथा फिल्ममा छ। एउटा गाउँले केटी जसले चाहिँ ठुलो खेलाडी होइन कि राम्रो खेलाडी बन्ने सपना देख्छिन्, यो कथा फिल्ममा छ। सानैमा बुबा आमा छुटिएपछि आमाले एन्जिलालाई यहाँसम्म ल्याउन गरेको त्यागको कथा पनि फिल्ममा चाहिँ सुन्दर तरिकाले देखाइएको छ र आमाले आफ्नो सन्तानको लागि केसम्म गर्न सक्छिन्, कतिसम्म गर्न सक्छिन् भन्ने कथा यो फिल्ममा देखाइएको छ। गैर जिम्मेवार बुबा हुँदा आमाले झेल्नु परेको समस्याहरू फिल्ममा देखाइएको छ र आमाको काँधमा सब थोक जिम्मेवारी आउँदाका कथाहरू पनि फिल्ममा छ। अनेस्टली एन्जिलाको यो सफलताको सबैभन्दा ठुलो श्रेय चाहिँ उनकी आमालाई जान्छ। यो फिल्म हेरिसकेपछि मलाई पनि लाग्यो आमाको भावनात्मक समर्थनमा एन्जिला एक्लैले आज चाहिँ यो सफलता हासिल गरेकी छिन् र यो उचाइ हासिल गरेकी छिन्। यो चाहिँ जस्ट अमेजिङ छ। यदि आमाको साथ पाउँथिनन् भने एन्जिला आज एन्जिला हुन्थिनन्। आमाको ममता र आवेगहरूलाई फिल्ममा चाहिँ सरल ढङ्गले प्रस्तुत गरिएको छ। बुबाको साथ नपाउँदा एन्जिलाले खेलाडी बन्न भोगेको समस्याहरू, अनेकौँ समस्याहरू देखाइएको छ। सबै कुरा म यहाँ भन्दिनँ, फेरि कतिले फिल्म हेरि पनि सक्नुभयो होला, कतिले फिल्म हेर्न बाँकी पनि छ होला, फिल्म हेर्ने सोचमा पनि हुनुहुन्छ होला। फिल्मको कथाले पनि मजाले बाँधेर राख्छ। रुवाउनु पनि धेरै ठाउँमा रुवाउँछ। म फिल्म हेर्दै गर्दा मेरो छेउमा भएका दर्शकहरू रुँदै थिए र त्यो फिल्म हेर्दै गर्दा म स्वयं आफू पनि धेरै पटक भावुक भएको थिएँ। फिल्म हेरेर बाहिर निस्कने बेलामा दर्शकहरू आँसु पुज्दै निस्किएको त मैले स्वयं आफूले त्यहाँ देखि नै रहेको थिएँ, किनकि फिल्मले त्यो किसिमको सेन्टिमेन्टल बनाउँछ मान्छेलाई। यो वास्तविक कथा पनि हो फेरि एन्जिलाको। फिल्ममा एन्जिलाले गरेको त्यागहरू यसरी देखाइएको छ कि म त्यो शब्दमा भन्नै सक्दिनँ। यसको लागि तपाईँले फिल्म हेर्नै पर्छ। र एन्जिला त्यसै एन्जिला बनेकी होइनन्, त्यसै देशको नम्बर 1 गोलकिपर बनेकी होइनन्, त्यसै देशको क्याप्टेन बनेकी होइनन्, त्यसै चाहिँ ग्रीष्मको लिगको यात्रा उनले तय गरेको होइनन् भन्ने कुरा फिल्मले देखाउँछ। र यो फिल्मले सबैलाई मोटिभेट पनि गर्छ। लाइफमा आफ्नो सपना पुरा गर्नको लागि सङ्घर्ष गर्नुपर्छ, विचलित नभई सङ्घर्ष गर्ने हो भने एक दिन पक्कै सफलता मिल्छ भन्ने सन्देश चाहिँ एन्जिलाको जीवन कथाले पनि दिन्छ। चलचित्रले एन्जिलाको जीवन सङ्घर्षबाट, समस्याबाट भागेर होइन जुधेर सामना गर्नुपर्छ भन्ने चाहिँ देखाउन खोजिएको छ। एउटा लक्ष्यसहित गरिएको सङ्घर्षले मानिसलाई सफलताको बिन्दुमा एक दिन पक्कै पुर्याउँछ भन्ने सन्देश पनि फिल्ममा छ। हुन त एन्जिलाको कति कथा फिल्ममा राखिएको छैन भनेर निर्देशक मिलन चाम्ससँग केही समय अगाडि मेरो भेट हुँदा उहाँले कुराकानीकै क्रममा भन्नुभएको थियो कति कथाहरू चाहिँ राख्न मिलेन फिल्ममा भनेर। अर्को कुरा चाहिँ के हो भने यदि फिल्मले राम्रो व्यापार गर्यो भने निर्माण टिमले एन्जिलाको घर बनाइदिने भनेर घोषणा गरिसकेको छ। त्यही भएर पनि सबैजनाले यो फिल्म चाहिँ एकपटक हेरिदिनु होला। यो कारणले मात्र होइन, फेरि फिल्म वास्तवमै राम्रो बनेको छ र राम्रो फिल्मलाई हामीले समर्थन गर्नु पनि पर्छ। त्यही माथि खेलाडीको जीवनमा आधारित बायोपिक त यो नै पहिलो हो र फिल्मले रुवाउँछ, मान्छेलाई एकदम सिरियस बनाउँछ। यो फिल्मको लागि एन्जिला अहिले नेपाल आएकी पनि छिन् र हल भिजिटमा छिन्, सो यो मौका नगुमाउनु होला। अनि अर्को कुरा चाहिँ फिल्म एन्जिलाको भए पनि यो कथा भने सबै नेपाली महिला खेलाडीहरूको हो, किनकि यहाँसम्म आउन सबै नेपाली खेलाडीहरूले ठुलो सङ्घर्ष गर्नु परेको छ। अनि फिल्ममा हामीले ती सबै खेलाडीहरूलाई देख्न पनि पाउँछौँ। अनेक समस्यासँग जुझ्दै देशका लागि खेल्ने सबै खेलाडीहरूलाई हाम्रो तर्फबाट सल्युट, प्राउड अफ यु अल र सबैजनाले एकपटक यो फिल्म हेरिदिनु होला। थ्याङ्क यू।